नमस्कार। आराम हुनुहुन्छ? हामीले हिजो मात्रै रातको 12 बजे हाम्रो देशले बहुत चर्चा पायो। एउटा महानगरपालिकाको मेयर बालेन्द्र शाहको स्ट्याटसले देश पुरै हल्लियो। हेर्नुस् त हाम्रो देशको राजनीतिक संरचना कहाँ पुगेछ, कस्तो अवस्थामा पुगेछौँ हामी। संरचनागत हिसाबले भन्ने हो भने एउटा स्ट्याटसले, सामाजिक सञ्जाल, एउटा फेसबुकमा लेखिएको स्ट्याटसले देश हल्लाउँछ। एउटा त कुरा भयो। अनि अर्को कुरा, हामी सबैले आइडियल मानेको, विकासको रूपमा अगाडि सारेको, प्रधानमन्त्रीकै रूपमा अगाडि सारेको देशको एउटा सभ्य मान्छे, भव्य मान्छेको एउटा शब्द चयन चाहिँ अलिकति अपाच्य छ। उनले फ्रस्ट्रेसन पोख्यो होला नि, भलै ठिक छ, आफ्नो फ्रस्ट्रेसन पोख्न पाइयो। तर प्रायः जसो रातको 12 बजे पोख्ने फ्रस्ट्रेसनले चाहिँ अलिकति नराम्रो संकेत गर्छ। अब मैले उनलाई सिधै लुसिफर भन्न खोजेको होइन, उनी लुसिफर भलै नहोला, आफ्नो ठाउँमा छ। तर एउटा राजनीतिक व्यक्तिमा चाहिने चाहिँ त्यो प्रकारको एउटा स्पिरिट चाहिँ होइन। डिप्लोमेसीलाई त्यसले कभर गर्दैन। डिप्लोमेसी, परराष्ट्र नीति जस्ता कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। राजनीति भनेको सन्कीको भरमा तपाईको चलिहाल्ने नीति पनि होइन। सन्कीको भरमा राजनीति चल्दैन। राजनीति चलाउनको लागि चाहिँ धेरै कुराहरू आवश्यकता पर्छ। उनीसँग ज्ञान छ होला, आफ्नो ठाउँमा छ, हामीले सपोर्ट गरौँला, चुनाव होला, उनलाई जिताउँला, उनी पोस्टमा पुग्ला। तर यो प्रकारले गए भने सम्भव छ त? अब भनेको हिजो जस्तै मान्नुहोस्, तपाईँको जेनजी आन्दोलनलाई उनले उचाले, जेनजी आन्दोलन उचालियो, तपाईँको अनावश्यक भौतिक संरचनाहरूको क्षति भयो होइन। त्यसमा उनी मात्रै दोषी छैनन्, हाम्रो अदृश्य शक्ति पनि त्यसमा छ, लागिरहेको छ। अदृश्य शक्तिको हात छ, त्यो क्लियर छ। किनभने तपाईँको कङ्क्रिटको संरचनाहरूमा त्यत्रो ठुलो आगोको मुस्लो निस्किरहेको छ। अमेरिकाको न्युयोर्क टाइम्सले शुद्ध त्यसलाई केमिकल एट्याक भनेर भनिसकेको छ होइन। यसमा अदृश्य शक्ति छ, तर अदृश्य शक्तिभित्र पनि बालेनको कनेक्सन देखिनु यो चाहिँ डरलाग्दो कुरा छ। जस्तै तपाईँले पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीकै पनि तपाईँले अन्तर्वार्ता हेर्नुभयो। उनले छोरा भन्ने, उनले दिदी भन्ने, अनि त्यसपछि उनले आफूले एकदम एक्सेप्ट गरिन् त्यो कुरा चाहिँ के छ भने बालेनले धेरै सुनाउँछन्, कम सुन्छन् भन्ने कुरा गरिन् उनले होइन। त्यो त गलत कुरा भयो नि त। एउटा मेयरले प्रधानमन्त्री चलाउने होइन नि त अहिले त होइन। उनी कि आफू प्रधानमन्त्री बन्छु भनेर अगाडि सर्नु पर्थ्यो। राजनीति परिवर्तन भएसँगै, जेनजीको आन्दोलन भएसँगै यहाँनिर यो चाहिँ अलिकति शङ्कास्पद छ। त्यसकारण हामी सबैले, नेपालीहरूले राजनीतिक परिवर्तनको बेला चाहिँ एकदम चनाखो हुनुपर्ने अवस्था देखिन्छ। किनभने हरेक विदेशी शक्तिहरूले हाम्रो 10 देखि 20 वर्षमा रिसेट बटन अठाउने एउटा यो प्रयोगशालाको रूपमा हाम्रो देशलाई लिइरहेको अवस्था छ। यसमा चाहिँ हामी नेपालीहरूले चनाखो भएर बस्नुपर्ने अवस्था देखिन्छ। राजनीतिक दलहरू पनि प्युरिफाई हुँदै नगएको अवस्था भएको कारणले एउटै पार्टीमा एउटै मान्छेले, एउटै व्यक्तिले पटक पटक एउटै पद खाएको कारणले निराशा छाएर न जनताले विदेशी शक्तिले गरेको जुन एउटा त्यो डिजाइन छ त्यसमा जनता फस्यौँ नि त, हामी फस्यौँ नि त त्यसमा होइन। यो कारणले हो। हामीले लोकतन्त्र बलियो बनाउनको लागि पार्टीका, राजनीतिक दलका एजेन्डाहरूलाई पनि बलियो बनाउँदै लानुपर्छ। मैले यसो भन्दै गर्दा मैले झोला बोक्नुपर्छ भनेको होइन। राजनीति बलियो हुनको लागि चाहिँ तपाईँको एजेन्डाहरू बलियो हुनुपर्छ, राजनीतिक दल बलियो हुनुपर्छ।